नमस्ते कोनिचिवा यो बीएफएस डेट बुकिङ सम्बन्धी तेस्रो पार्ट हो। यदि तपाईले पार्ट 1 र पार्ट 2 हेर्नु भएको छैन भने हेर्नु होला र पार्ट 3 मा हामी कसरी डेट रिशेड्युल गर्ने भन्ने कुरा सिक्ने छौं। आउनुहोस् अब म तपाईलाई मोबाइलको स्क्रिन तर्फ लैजान्छु। हजुर फेरि तपाईले एउटा ब्राउजरमा जान सक्नुहुन्छ। म क्रोममा गए र यहाँ सधैं चाहिँ बीएफएस जापान टु नेपाल सर्च गर्न सक्नुहुन्छ। पार्ट 1 मा जस्तै तपाईले बुक एन्ड अपॉइन्टमेन्टमा टच गरे हुन्छ। अब बुक नाउमा क्लिक गर्नु होला। आफ्नो इमेल एड्रेस यहाँ राख्नु होला, पासवर्ड पनि राख्नु होला। त्यसपछि साइन इन गर्नु होला। यस्तो आएपछि तपाईले यहाँ म्यानेज अपॉइन्टमेन्टमा टच गर्नु होला र यहाँ अपॉइन्टमेन्ट डिटेल्समा एरो थिचेपछि तल यसरी डिटेल्स आउँछ। यो तपाईले फर्स्टको क्यान्सल हो। क्यान्सल गर्न मन लाग्यो भए माथिको थिच्नुस्। रिसेन्ट कन्फर्मेसन लेटर तपाईलाई इमेलको थ्रुबाट कन्फर्मेसन लेटर चाहिन्छ भने यो टच गर्नु होला, अथवा अपॉइन्टमेन्ट लेटर चाहिँ प्रिन्ट गर्न मन लागेको छ भने यो फोर्थ अप्सन सेलेक्ट गर्नु होला। अहिले हामी रिशेड्युलमा टच गर्छौं। डेट सार्नुको लागि पाएको डेट छान्छौं र मन लागेको समय छान्नु होला। कन्टिन्यू टच गर्नु होला र कन्फर्म थिच्नु होला। तपाईको अपॉइन्टमेन्टको डेट सरिसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ। हजुर अघि 26 थियो, अहिले 27 भएको छ। हस्त धन्यवाद।